भाइ पनि आइरहेको छ एउटा हाम्रो उहाँ पनि हामीसँगै छ टुरिज्मलाई माया गर्छ है एकदमै माया गर्ने हाम्रो यो वरिपरिलाई माया गर्ने हाम्रो काकीहरू हेर्नुहोस् यहाँनिर यी बिचरा दुईजना यहाँनिर खाना बनाउनुको लागि उहाँहरूले यसरी गरिदिनु हुँदैछ हाम्रो पासाङ भाइ पनि आएको छ 8 माइलबाट र हाम्रो यहाँ हाम्रो सानो भाइ आई फर्गट यो नेम ब्रदर मौसम उहाँ पनि दार्जिलिङबाट आउनु भएको हाम्रो मिङमा भाइसँग उहाँ म रिक्वेस्ट गर्छु कि भाइले पनि एक दुई शब्द भनिदिनुहोस् हाम्रो मौसम चाहिँ बिग्रेको छैन ओके द्याट्स अ ग्रेट एन्सर उहाँको नाम पनि मौसम र मौसम पनि आज बिग्रेको छैन अरे हाम्रो मौसम पनि बिग्रेको छैन अरे उसको पनि हाम्रो यो पोखरीप्रति चाहिँ अब अनकन्डिसनल लभ देख्दा चाहिँ हाम्रो जस्तो मिङमा भाइले जसरी अहिले सघाउनु हुँदैछ सेम एज उहाँले पनि ढुङ्गा बोके मैले रिक्वेस्ट गरेर चाहिँ बस्नुहोस् अहिले एकछिन भनेर चाहिँ उहाँहरू बसेको छ प्लिज हाम्रो गाउँलेहरूले लर्न समथिङ फ्रम देम प्लिज यो चाहिँ कसैले पनि बोकेर लाने होइन यहाँ कसैले पनि उयो गर्ने होइन यो चाहिँ सबै चाहिँ हाम्रो गाउँकै हो हाम्रो छमेलकै हो प्लिज तपाईँहरूलाई एकताल मैले फेरि भन्दैछु आउनुहोस् यहाँनिर आएर वरिपरि सबै हजुर सबै रामपुरे दयापानी है लामाहट्टाको लेकको लागि कति हिँड्नुपर्छ टुरिस्ट हजुर हो त हामी त अब जस्ट गाडीबाट उत्र्यो लेक यो यस्तो राम्रो फरेस्ट नेचुरल इन्भाइरोमेन्ट छ यो त अब माइन्ड ब्लोइङ अब साइट सिन पोइन्ट हुन्छ नि यहाँनिर अब मैले इमेजिन गरेको मात्रै अब यहाँनिर टिकटको लागि लाइन लागेको हुन्छ भोलि टुरिस्ट त्यति चाहिँ मेरो अब हामी अब दार्जिलिङ कालिम्पोङ लगभग सबै टुरिस्ट स्पट देखिसकेको मान्छे हो अब यहाँबाट यता गयो भने तपाईँको बर्ड वाचिङ यताको जङ्गल हाइकिङ भ्यू पोइन्ट होइन अब यहाँ पोखरी हामी इट्स गोइङ टु बी अमेजिङ थ्याङ्क यू अब यो शब्दहरू जुन चाहिँ मिङमाल भाइले भन्नुभयो यो कुराहरूलाई चाहिँ बुझेर तपाईँहरूले दिमागमा राख्नुहोस् यो अब पासाङ भाइ पनि यहाँ हेर्नुहोस् 8 माइलबाट आएर बिचरा उहाँ पनि हामीसँग जोइन गर्नुभएको छ पासाङ भाइलाई पनि धेरै धेरै धन्यवाद पासाङ भाइले पनि केही शब्द भनिदिनुहुन्छ भने भनिदिनुहोस् अब यो हाम्रो दाजुहरूले स्टार्ट गर्नुभएको चाहिँ कामहरूलाई है सफल पुर्याउनुको लागि चाहिँ अब धेरै हाम्रो छमेलको अब दाजुभाइहरूलाई आइदिने है यो निवेदन गर्दछु अब ज्यादा त भन्दिनँ त यति नै हो ल थ्याङ्क यू भाइ हेर्नुहोस् अब मोस्टली 80% चाहिँ हाम्रो कामहरू भइसक्यो है अब कति खर्च गरेर यहाँनिर अब गऱ्यौँ है अब विशेष मेरो हाम्रो यहाँनिर महेशलाई पनि साह्रै माया लाग्छ बिचरा उसको पनि गाडी छोडी बिचरा उसको कतिवटा काम छोडी त्यो गर्दैछ र हाम्रो रजत पनि होमस्टेमा आज मान्छे आइरहेको छ अरे तर पनि छोडेर यहाँ आइरहेको छ र विशेष मलाई सबसे ज्यादा माया लाग्ने चाहिँ हाम्रो समीर नै हो किनभने यसले चाहिँ यति साह्रो गर्छ अब यसलाई त म तै भन्छु त अब मेरो भानिज हो म तै भन्दैछु र यसले चाहिँ तपाईँहरूले विश्वास गर्नु हुँदैन र 6 बजी उठेर गएर यो तल दयापानी जान्छ कमलको गाडीमा आफै ढुङ्गा लोड गर्छ 6 बजी ढुङ्गा लोड गरेर आएर 7:30 मा आएर आफै अनलोड गर्छ यहाँ एक ट्रिप मात्रै होइन 2 ट्रिप 3 ट्रिप गर्छ तर कहिले कम्प्लेन छैन उसको मुखबाट ही नेभर सेड कि म आइएम टायर्ड म गर्दिनँ म आइल क्विट त्यो कहिले पनि छैन उसको मुखबाट र योलाई देख्दा पनि म आफूलाई पनि इन्करेज भएर चाहिँ म निस्केको हो है म त अब पहिला पनि त्यो उसकोलाई माया गर्ने नै हो पहिलादेखि नै तर यसलाई चाहिँ साह्रै माया लाग्छ यो केटालाई चाहिँ तपाईँहरूले चाहिँ कहिले पनि नराम्रो नजरले नहेरिदिनुहोस् हि इज द वान यो त पिलरै हो यहाँको अब यो चाहिँ तपाईँहरूले बुझ्नुहोस् र नराम्रो प्रकारले नेगेटिभिटीमा एकदमै नजानुहोस् यहाँ हाम्रो यी काम गर्नेहरू हेर्नुहोस् यी महेश गो एन्ड टेल देम जाऊ यहाँ के गर्दैछौ उल्टी सुल्टी पिसाब यहाँ हेर्नुहोस् यी बिचरा काम गर्नेहरू पनि यसरी गर्दैछ यहाँ हेर्नुहोस् यी बिचरा यिनीहरू खाजा खान जाँदैन आज यतै बस्छ यी बिचराहरू सोसल डे पनि हो आज पिकनिक पनि हो र समीरले बिचरा एक दुई शब्द भनिदिए प्लिज विशेष मैले अब भनिरहेको छु होइन एभ्री डे हामीले अपडेट दिइरहेको छ र अब यो जुन चाहिँ हाम्रो छमेलको पोखरी छ यो त अब सबैजनाको लागि हो हाम्रो लागि मात्रै होइन र मिङमा दाले पनि भनिहाल्नु भयो र यति बेला चाहिँ अब हामीले फर्स्टदेखिको भन्दै आएको हो सबैजनाको सपोर्ट चाहिन्छ लभ चाहिन्छ होइन र गर्दैछ गर्नेले र तरै पनि हामी अझै एक्सपेक्ट गरेको छौँ कि ज्यादाभन्दा ज्यादा मान्छे आउँछ भनेर फ्युचरमा चाहिँ तपाईँहरू आएर चाहिँ यहाँ सघाइदिनुहोस् भनेर चाहिँ हामी यहाँबाट विनम्र अभिनन्दन गर्छौँ हुन्छ थ्याङ्क यू काकीहरू भाउजूहरू केही भन्नु चाहनुहुन्छ कि बिचरा उहाँहरूले पनि एकदमै कम्ती रोजमा बिचरा सबै अब आज चाहिँ हामी यहाँ अब
भाइहरूलाई अब अलिकति सहयोगहरू गर्न आएको अलिकति त्यही हो। हुन्छ हुन्छ धन्यवाद। सेवा हामी चाहिँ सेवामा आएको आज हस् 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 सिक्नुहोस् उहाँहरूकोबाट पनि। सेवामा आएको हामी। हुन्छ हुन्छ काकी।